Good evening, students. Today I am again here present you to tell you about, not us about, how to write Group C and Group D of the science subject. Science को Group C र Group D कसरी लेख्ने भन्ने बारेमा आज फेरि पनि म उपस्थित भइसकेको छु डिस्कस गर्नको लागि। जस्तै सेक्सन सी मा फर्स्ट क्वेशन रहेको छ, व्हाट इज द युनिट अफ करेन्ट एन्ड इलेक्ट्रिक करेन्ट और करेन्ट इलेक्ट्रिसिटी एंड प्रेसर क्वेशन रहेको थियो भने यसको एन्सर हुन्छ द युनिट अफ करेन्ट इलेक्ट्रिसिटी इज एम्पियर एन्ड द प्रेसर इज पास्कल। भनेको ठ्याक्कै जति सोधेको छ त्यतिकै एन्सर हामीले दिन प्रयास गरेका छौं। अब त्यसपछि त्यस्तै गरिकन सेकेन्ड क्वेशन रहेको छ डिफाइन ओर एन्ड डिफाइन मिनरल्स। मिनरल्स ओरको अलगै डिफाइन गर्यो, द मिनरल्स फ्रम व्हिच मेटल क्यान बी एक्सट्र्याक्टेड इकोनोमिकली इज नोन एज ओर। मिनरल्स भन्नुको नेचुरल अकरिङ सबस्टान्स प्रेजेंट इन आवर सराउंडिंग इज नोन एज मिनरल्स। भन्नुको मतलब एकदम सटिक तरिकाले एन्सर दिएका छौं। तिम्रो क्वेशन जति पनि हुन्छ त्यो क्वेशनहरु बाइ पार्ट गरिकन सोधेको हुन्छ। जस्तै यहाँनिर एउटा क्वेशन के रहेको छ भने इफ यु आर द वार्ड मेम्बर अफ योर वार्ड, भन्नुको अर्थ तपाई आफ्नो यदि वार्डको वार्ड सदस्य हुनुहुन्छ भने तपाईले मान्छेहरुले किसानी जुन गरेछ, फार्मिङ गरेछ, तिनीहरुको लागि तपाईले यदि त्यसले प्लान्टहरु रोपेको छ भने त्यसमा कस्तो किसिमको स्पेशली गरिकन इन्सेक्ट पाल्न तपाईले सल्लाह दिनुहुन्छ त हामी हाम्रो सिलेबसमा पढेका छौं हनीबी। त्यसैले बाइ द एपिकल्चर फार्मर इज बेनिफिटेड बाइ द फ्लोइङ वेज। अब एपिकल्चर भन्नुको अर्थ हनीबीको रियरिङबाट के फाइदा हुन्छ त्यो कुराले गर्दाखेरि त्यो कुराको बारेमा यहाँनिर इट इन्क्रिजेस क्रप यील्डिङ थ्रु पोलिनेसन, अर्को इट इन्क्रिज प्रोडक्सन अफ हनी। हबल्स ल र बिग बैंग थियोरी को बारे में के मेजर तिनीहरुको कमन कुरा थियो त इट एक्सप्लेन अबाउट ओरिजिनेसन अफ एलिमेंट्स, इट एक्सप्लेन्स अबाउट द एक्सपान्सन अफ युनिभर्स और द इट एक्सप्लेन अबाउट बिग क्रन्च भनेर पनि लेख्न सक्नुहुन्छ। त्यस्तै गरिकन अब अरु क्वेशनको अगाडितिर हामीले बढ्छौं। जस्तै नेक्स्ट क्वेशन हाम्रो रहेको छ क्वेशन नम्बर डिफरेन्स बिट्विन डिकम्पोजिसन रिएक्सन एन्ड डिस्प्लेसमेन्ट रिएक्सन। डिकम्पोजिसन को डिफिनेसन लेखिदिनुस्, यता पनि डिस्प्लेसमेन्ट को डिस्प्लेसन लेखिदिनुस् र त्यसपछि के गर्नुस् भन्दाखेरि एउटा अर्को सिंगल रिएक्टेन्ट ब्रेक डाउन इन्टु टू और मोर प्रोडक्ट। यहाँ टू और मोर देन टू रिएक्टेन्ट एन्ड प्रोडक्ट, यसमा प्रोडक्ट र रिएक्टेन्ट दुई भन्दा बढी पनि हुन सक्छ। अर्को एनिमल्सहरुको नाम दिएको थियो, त्यसमा अरेन्ज गर्नुपर्ने थियो लोअर लेभलदेखि हायर लेभल। प्रोटोकर्दा सबभन्दा हो, त्योभन्दा अलिकति डेभलप सीहर्स, सबभन्दा डेभलप जेलीफिश, वेल डेभलप स्नेक। त्यस्तै ग्रुप बी मा मस भन्नुको अर्थ तपाईको के भइहाल्यो भने फंगी ग्रुपको, अलिकता यो अलगी ग्रुपको, अलिकता वेल डेभलप, यो पाइन साइकस तपाईको के हुन्छ टेरिडोफाइटाको भइसक्यो। अब यहाँनिर हर्टको ड्रइङ गर्नको लागि भनेको छ, त्यो तपाईहरु गर्न सक्नुहुन्छ। अर्को क्वेशन नम्बर यसमा छ इफ अ पर्सन सफरिङ फ्रम स्किन इन्फेक्सन व्हाट टाइप्स अफ द मेडिसिनल प्लान्ट वुड यू सपोर्ट देम या वुड यू टेल टू यूज देम। भनेको इफ अ पर्सन सफरिङ फ्रम स्किन डिजिज आई सजेस्ट नीम प्लान्ट टू क्योर इट। भन्नुको अर्थ हामीले सजेसन नीम प्लान्ट को दिन्छौं। अब त्यो युज गर्दाखेरि के सावधानी अपनाउनु पर्यो, प्रिकसन शुड बी टेकन व्हाइल युजिङ आर डु नट पुट इन आई, डु नट इट इट। त्यसलाई खानु परेन र के हुन्छ आँखामा पनि राख्नु परेन। अब यहाँबाट क्वेशन रहेको छ, त्यहाँनिर क्वेशनमा के भनिएको छ भन्दाखेरि त्यो दुई तीनवटाको स्पेसिफिक हिट क्यापासिटी दिएको छ र त्यो स्पेसिफिक हिट क्यापासिटीबाट क्वेशन के सोधिएको छ भने टु फिल द बल्ब अफ द थर्मोमिटर। थर्मोमिटरमा कुन त जसको स्पेसिफिक हिट क्यापासिटी कम हुन्छ त्यो बेला हामी थर्मोमिटरमा हाल्छौं ताकि यसले छिटै तातो भइहालोस् र छिटै बडीको टेम्परेचर मेजर गर्न सकोस्। अर्को टु रिड्युस द बडी टेम्परेचर अफ द पेशेन्ट। भन्नुको अर्थ सबभन्दा धेरै स्पेसिफिक हिट क्यापासिटी 42 दिएको छ, त्यो ताकि के हुन्छ भने सजिलै बडीको हिटलाई त्यसले घटाउन सकोस्। यो हामीले एसी पेपरमा ठ्याक्कै लेखेका छौं, यस्तै फर्मेटमा तपाईहरु पनि लेखिराख्नु होला ताकि तपाईले मार्क गेन गर्न एकदम सजिलो होस् र यसमा काटछाट कतै पनि छैन। तपाईहरु पनि गर्दाखेरि यस्तै किसिमले प्र्याक्टिस गर्नु होला, यसै किसिमले एक्जाममा पनि लेख्नु होला। अब क्वेशन नम्बर 12 मा यहाँनिर के भनिएको छ भने कुन ग्यास युज गरिकन तपाईले यहाँ क्वेशन CO2 ग्यास क्यान फर्म, कुन ग्यास CO2 ग्यासले युज गर्दाखेरि कसरी फर्म गर्न सक्छ CO2 ग्यास। CO2 ग्यास क्यान फर्म पोटासियम कार्बोनेट व्हेन पास्ड इन KOH सल्युसन। CO2 ग्यासले जब पोटासियम कार्बोनेटबाट तपाईले KOH लाई पास गराउनुहुन्छ भने त्यतिबेला कुन ग्यास बन्छ भने CO2 ग्यास बन्छ। NH3 इज युज्ड टु फर्म वीक अल्काली। त्यहाँनिर क्वेशनमा दिएको छ CO2 ग्यास NH3 ग्यास भन्ने। अब कुन ग्यासमा कहाँ युज हुन्छ भने NH3 वीक अल्कालीको लागि र CO2 ग्यास पोटासियम कार्बोनेट र KOH बाट बनाउन सकिन्छ।
अर्को जेनेटिक टेक्नोलोजी इज बोन फर ह्युमन बिङ्स ड्यू टु द फ्लोइङ रिजन भने क्वेसनमा सोधेको छ जेनेटिक टेक्नोलोजीले कसरी बोन चाहे कसरी मेन स्तम्भ मानिएको छ त इट हेल्प्स टु फर्म हाइब्रिड प्लान्ट्स एन्ड एनिमल्स। अर्को इट हेल्प्स इन टिस्यू कल्चर एन्ड एआई टेक्नोलोजी यसले हामीले हाइब्रिड प्लान्ट्स र एनिमल्स ग्रो गराउनमा मद्दत पुर्याउँछ र अर्को टिस्यू कल्चरमा पनि मद्दत पुर्याउने काम गर्छ। अर्को एउटा क्वेसन के भनिएको छ भन्दाखेरि सपोज यु आर गोइङ अन द रोडमा जाँदै हुनुहुन्छ र रोडमा के पाउनुभयो भने एउटा प्यासेन्जर्सको छाती दुखिराखेको छ भने तपाईँले फर्स्ट के गर्नुहुन्छ उसलाई सास फेर्न कारण त पहिला आर्टिफिसियल रेस्पिरेसन दिन्छौ। त्यसपछि कुनै हेल्थ वर्कर आयो भने हेल्थ वर्कर मस्ट have to provide artificial respiration and also provide painkiller to the patient। अब त्यसले मान्छेलाई पुरा छटपट्टि भइरहेछ भने पेन किलर दिनु पर्यो। क्वेसन नम्बर 15 मा यस्तो एंगल दिएको छ यो जति एंगलले आउँछ ट्रायंगलबाट एउटा कुरा बुझ्नु पर्यो कि ट्रायंगलमा जब लाइट पनि जान्छ भने 90 डिग्रीबाट पास आउट हुन्छ। त्यहाँनिर क्वेसनहरु दिएको छ कि यो क्वेसनमा के दिएको छ भन्दाखेरि तपाईले एउटा राकेश नामको मान्छेले एउटा त्यो बनाएको छ र त्यसबाट इलेक्ट्रिसिटी इनामेल हटाइदिए इनामेल भनेको पेन्ट हटाइदिएको छ र त्यसमा उले ब्याट्री पास गराउँदा फेरि पनि त्यहाँबाट इलेक्ट्रिसिटीको प्रोडक्सन हुन सकिरहेको छैन। तर के समस्या छ त देयर इज अ चान्स अफ सर्ट सर्किट ड्यू टु द रिमुभल अफ इनामेल। अब इनामेल हटाइदियो भने त्यहाँ सर्ट सर्किट हुने चान्सेस छ। अर्को के हुन्छ भने पीडी अफ ब्याट्री लो ब्याट्रीको क्यापासिटी जुन छ त्यो कम हुन सक्ने सम्भावना छ भने बुझिने गरिन्छ। यो मध्य प्रदेशको क्वेसन हो। मध्य प्रदेशको क्वेसन हो तपाईले अझै सजिलो तरिकाले त्यहाँबाट क्वेसन हेर्नुहुन्छ भने अझै तपाई स्पष्ट हुनुहुन्छ। अब ग्रुप डी मा पनि तपाईको बाइ पार्ट क्वेसन आउँछ। तपाईले बाइ पार्ट लेख्ने कोसिस गर्नु होला। जस्तै फर्स्टमा द केमिकल सबस्टान्स व्हिच प्रिभेन्ट फूड फ्रम डिकेइङ इज नोन एज अ फूड प्रिजर्भेटिभ। 1 मार्कमा यो क्वेसन सोधेछ एक्जाम्पल सोधेको छ 2 मार्क्स भइसक्यो। त्यस्तै व्हाट आर द पोइन्ट्स शुड व्हिच वी रिमेम्बर युजिङ फूड प्रिजर्भेटिभ युज गर्दाखेरि के ध्यान दिनु पर्यो हामीले 2 मार्क्सको लागि यो रहेको छ युज इन लिमिटेड क्वान्टिटी युज अकर्डिङ टु देयर नेचर जसको त्यसको स्वभाव छ त्यही अनुसार युज गर्नु पर्यो। यहाँनिर दुईटा डिफरेन्स दिएछ बेस ब्यान्ड र ब्रोड ब्यान्डमा डिजिटल कम्युनिकेसन र एनालग कम्युनिकेसनमा। यो जति सोधेको छ त्यतिकै हामीले लेख्ने कोसिस गरौँ। क्वेसन नम्बर 19 मा भनेको छ मोडर्न पिरियोडिक टेबल इज मोर एडभान्स देन द मेन्डेलिभ पिरियोडिक टेबल गिव टू रिजन। त मोडर्नमा के भयो बेस्ड अन एटोमिक नम्बर पोजिसन अफ लेन्थेनाइन एन्ड एक्टिनाइड इज गिभन। 2 मार्क्सको लागि यो भइसक्यो र 2 मार्क्सको लागि यसमै क्वेसन के सोधिएको छ राइट टु डिफरेन्स बिट्विन एस ब्लक एन्ड पी ब्लक एलिमेन्ट। टु डिफरेन्स बिट्विन एस ब्लक एन्ड पी ब्लक एलिमेन्ट। अब क्वेसन नम्बर 20 मा फिगर देखाएको छ। फिगर भनेको डोमिनेन्ट कुन क्यारेक्टर देखाएको छ जेनोटाइपिक रेशियो 1:2:1। यदि अनि त्यसपछि भनेछ ओन्ली 1 क्यारेक्टर इज सिन भन्नुको अर्थ भनेको डोमिनेन्ट क्यारेक्टर मात्र देखा पर्छ रेसेसिभ क्यारेक्टर रिमेन हिडेन। त्यस पछाडि यो चार्ट बनाउन भनेछ। चार्ट तपाईहरु पनि यही तरिकाले बनाउन सक्नुहुन्छ। अब यहाँनिर तपाईहरुको फिगर दिएर क्वेसन सोधेको छ त्यहाँनिर कन्डिसनहरु दिएको छ। कन्डिसनहरु हेर्नु होला। फर्स्टको आन्सर लेन्स ए हुन्छ सेकेन्डको लेन्स बी इज कन्भेक्स लेन्स अनि अब्जेक्ट राख्छौ कहाँ भने यो रुल्सबाट क्वेसन सोधेको छ त्यो भन्नुको अर्थ फोकल लेन्थ 3 सेन्टिमिटर 3 मै अब्जेक्ट राख्यो भने इन्फिनिटीमा मिलन हुन्छ भने बुझिएको छ। इमेज इज फर्म्ड एट इन्फिनिटी। लेन्स सी भनेको कन्केभ लेन्स हो। कन्केभ लेन्समा तपाईको 2f मा अब्जेक्ट राख्यो भने इमेज एफ र ओ को बीचमा बन्छ। यो ओ भइहाल्यो यो एफ भइसक्यो यसको र यसको बीचमा यहाँनिर मिलेको छ इमेज बनेको छ। त्यस्तै भनिकन अब क्वेसन नम्बर 22 हेरौँ। अनि नेचर अफ इमेज माथिको भनेको छ भर्चुअल इरेक्ट डिमिनिस। क्वेसन नम्बर 22 मा दुईटा क्वेसन भनेको छ रिता र पेमा दुईटा मान्छे छ। रिताले एउटा स्टोन खसायो 60 मिटर हाइटबाट अनि उले कति फर्स्टमा कन्डिसन भनिदिएको छ। हुन त यो स्टेप वाइज हामीले निकालेका छौं तर रिताको तपाईको टाइम दिएको छ अनि भनेको छ पेमा 1 सेकेन्डको बाद स्टोन कुनै खसाउँछ र उसको 0.46 सेकेन्ड पछि नै पुग्छ भने पेमाको त्यो हाइट कति रहेको छ। त पहिलाबाट हामीले टाइम निकालिसक्यौ। टाइम निकालिसके पछाडि अब उसको टाइम आयो 3.49 1 मिनेट लेट खसाएको छ। त लेट खसायो भने त्यो हामी माइनस गरेका छौं टोटल टाइमबाट र 0.46 लेट पुगेको छ भने त्यसले प्लस गरेका छौं किनभने खसाउने टाइम जुन थियो त्यो माइनस हुन्छ र लास्टमा जुन लेट पुगेको छ त्यो प्लस हुन्छ गरिकन 2.95 आयो। फेरि h = ut + 1/2 gta² गर्यो भने हाम्रो 42.64 दैट इज द हेन्स रिक्वायर्ड हाइट अफ अ पेमा इज 42.64। अब लास्ट क्वेसन नम्बर 23 आजको लागि भने मोलिकुलर फर्मुला अफ 3 कार्बन भनेको C3H8 4 कार्बन भनेको C4H10 भनेको 1 मार्क्सको लागि त्यो भइहाल्यो। अब भनेको छ व्हाट आर द मेन रिजन दैट इन एलपीजी गैस इज अलवेज एट लिक्विड द एटमोस्फेरिक प्रेशर मेक्स दिस गैस एक्जिस्ट इन लिक्विड स्टेट इन अ गैस सिलिन्डर। एलपीजी गैसमा गैसलाई लिक्विड बनाउनको लागि त्यसलाई एटमोस्फेरिक प्रेशर चाहियो। थर्डमा क्वेसन सोधेको छ यदि 3टा कार्बनलाई अक्सिजनसँग रिएक्ट गराउँदा के हुन्छ त CO2 + H2O बनाउँछ। ओके थ्यांक यू एससी कैंडिडेट।
बेस्ट अफ लक फर एसिएम। राम्रोसँग पढ्नुहोस् र टाइम मिलाएर पढ्ने कोसिस गर्नुहोस्। तपाईँहरूको सेन्टर पनि छिटै आउँदैछ। यो एसी पेपरमा मैले लेखेर देखाएको छु र तपाईँहरू पनि यही तरिकाले लेख्नु भने एकदम साफ सुथरा सहित कतै काटछट पाइएको छैन। यस्तो लेख्नुभयो भने मार्क गेन गर्न पनि सजिलो, तपाईँको चेकरले पनि राम्ररी तरिकाले चेक गर्छ। यदि ह्यान्डराइटिङ फोहोर भयो भने त्यहाँ चेक गर्न पनि असजिलो हुन्छ र मार्क पनि कम आइराखेको हुन्छ। एकदम एसी पेपरमा तपाईँहरू सेम यही पेपर पाउनुहुन्छ। त्यही तरिकाले गर्दाखेरि तपाईँहरू विशेष मेहनतको साथ हेर्नु होला। फेरि पनि म तपाईँहरूलाई मेन पेज देखाउन चाहे। विषय कोड नम्बर हाम्रो लेख्ने काम होइन, यो विषय भइसक्यो। पत्रमा 4th चाहे विषयको कोड दिएको हुन्छ। त्यस पछाडि इङ्ग्लिस, परीक्षा मिति, यतातिर आफ्नो सिम्बल नम्बर भर्नु होला। यति भरे पछाडि हाम्रो पुग्छ। ओके, थ्याङ्क यू, बेस्ट अफ लक।